नमस्ते। म चाहिँ तपाईँहरू सामु आज अलिकति फरक खालको भिडियो लिएर उपस्थित भइसकेको छु। सो यो भिडियो चाहिँ एकदम इन्टरटेनमेन्ट छ अनि रमाइलो पनि हुन्छ। सो यो भिडियो रिसकेपछि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धेरै मेहनत लाग्छ भिडियो बनाउनुको लागि हैन। सो सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, मन परेमा कमेन्ट पनि गरिदिनु होला। म चाहिँ गीत गाउने, म्युजिक बजाउने मात्र हैन, म क्यारिकेचर पनि गर्छु कि रियल मोमेन्टमा क्यारिकेचर पनि गर्ने गर्छु। र आज म तपाईँलाई एउटा क्यारिकेचर गरेर सुनाउँछु, तपाईँहरूलाई इन्टरटेनमेन्ट गराउँछु हैन। अनि के हो भनेर तपाईँहरूले चिन्नुपर्ने हुन्छ, कमेन्टमा मलाई भन्नुहोस् ल। मान्छेकै क्यारिकेचर गर्छु। अब खासमा भन्ने हो भनेदेखि धेरै बुढो पनि भइयो है। अब बिर्स्याले सबैले होइन, तर ठिकै छ, बिर्से पनि म आखिरमा तिनीहरूको लागि ढेर भएको होला। तर ठिक छ, एक दिन त मेरो नि पाला होला नि होइन। यस्तै छ जिन्दगी भन्ने कुरा। बाँचुन्जेल पैसा हुँदा मात्रै आफन्तहरू सबैजना हुँदो रहेछन्, पैसा नहुँदा आफन्तले पनि हिँड्दो रहेछन्, साथीभाइहरू टाढा हुँदो रहेछन् भन्ने कुरा आज यहाँबाट पाठ सिकेँ मैले। ठिक छ, ठिक छ, धन्यवाद। यति तपाईँहरू, म क्यारिकेचर धेरैको गर्छु। तपाईँहरूलाई के को सुन्नु मन लाग्छ कमेन्टमा मलाई भनिदिनुहोस् है।